हाम्रो ठाउँमा चाहिँ यसरी बारीको डिल्लीतिर अलिअलि चियापत्ती रोपेर अर्ग्यानिक बनाएर खाने गरेको छौँ। हेर्नुहोस् है, यो किम्बुको बोटहरू छ। यो किम्बु चाहिँ साह्रै ठुल्ठुलो चाहिँ फल्दैन, र पनि हेर्नुहोस् कस्तो राम्रो छ। यो किम्बुको बोटहरू हो। यहाँ चाहिँ रेशम किराको खेती गर्नु जस्तो लाग्छ यस्तो हेर्दाखेरि। अनि तल तल चाहिँ इस्कुसको मचानहरू छ। यता उँभो उँभोदेखि चाहिँ माने भन्ज्याङ हो। यता पारी चाहिँ बाघबिरे भन्छ। यहाँ चाहिँ इस्कुसको बोटहरू छ। यहाँ तल चाहिँ सुन्तला बारी छ, सानो सानो सुन्तला बारी। यो ठाउँ चाहिँ इलाम जिल्ला सूर्योदय नगरपालिका 1 गोर्खेको मङ्गलाबारी हो। यो चाहिँ सुन्तला हामीले भर्खर 4-5 साल भयो यो सुन्तला रोपेको। अन्त परारको साल चाहिँ असिनाले झारिदियो सबै फुलहरू, चिचिलाहरू। पोहोरको साल चाहिँ अलिक राम्रै फलेको थियो। यो बिरुवा चाहिँ धनकुटाबाट ल्याएको बिरुवा हो। सानो सानो बोटले पनि राम्ररी फल्दो रहेछ। अहिले फुलको सिजन छ। भर्खर कोपिलाहरू लाग्दैछ, यस्तो छ। यसरी हामीले सुन्तला रोपेको छौँ। तल तोरी पनि छ, तोरीहरू छ, अदुवाहरू अलिअलि रोपिएको छ। यस्तो छ। यो हाम्रो ठाउँमा सुन्तला रोप्यो भने हुँदैन रहेछ भन्ने अनुभव भयो। राम्रो छ बिरुवाहरू। अब पछि म फलेको टाइममा पनि भिडियो बनाएर देखाउने छु साथीहरूलाई। हेर्नुहोस् यस्तो छ बारी। अम्लिसहरू पनि छ। यहाँ चाहिँ सुन्तलाको फेदतिर फापर पनि छ। यो फापर पनि मानव स्वास्थ्यको लागि धेरै उपयोगी मानिन्छ। सानो सानो छ सुन्तला। यहाँ त्यति सप्रेको छैन किनभने अलिक सेपिलो परेछ। अलिक घमाइलो नै चाहिने रहेछ सुन्तलालाई। यो धुपीहरू पनि छ। यसो अलिअलि काठ चाहिँदाखेरि भनेर रोपेको। अब साथीहरू भिडियो पनि धेरै लामो हुन्छ होला। आजलाई यतिमै